यहाँहरूले अदालतमा कुनै पनि मान्छेले मुद्दा दायर गर्न जाँदा अदालतले दरपीठ गरिदियो भन्ने समाचार सुन्नुभएको हुनसक्छ हैन। आजको यो मेरो भिडियोमा दरपीठ भनेको के हो, यानि कि दरपीठ हैन भनेको के हो, यसको मिनिङ अथवा अर्थ र यसको कारणहरू र दरपीठ भएपछि के गर्नुपर्छ भन्ने कुराहरूको जानकारी यो भिडियोमा यहाँलाई म दिन गइरहेको छु। सबभन्दा दरपीठ भनेको कुनै पनि व्यक्तिले अदालतमा मुद्दा दर्ता गर्न वा जस्तोलाई दायर गर्न हैन, दायर गर्न गएको अवस्थामा अदालतले भेरिफाई गर्ने क्रममा चेक जाँच गर्ने क्रममै मुद्दा दर्ता नगरेर मुद्दालाई फिर्ता गरिदिनु अथवा मुद्दालाई के गरिदिनु त, जसको मुद्दा हो उसैलाई फेरि फिर्ता गरिदिने जुन काम हुन्छ यसैलाई के भनिन्छ त, दरपीठ भनिन्छ। यानि कि मुद्दा अदालतमा दर्ता हुन पाउँदैन। प्रशासनिक स्टाफले अथवा हैन रजिस्ट्रारले चेक जाँच गर्दाखेरि, दर्ता गर्नुभन्दा अगाडि चेक जाँच गर्दाखेरि केही त्रुटि भेटिएमा मुद्दालाई दर्ता गरेर अगाडि नबढाइकन मुद्दालाई दर्ता नगरिकन फिर्ता जुन गरिदिन्छ यसैलाई के भनिन्छ त, दरपीठ गरेको भनिन्छ। यसको विभिन्न कारणहरू हुन सक्छ, जस्तै कुनै कागजातहरू नपुगेको हुन सक्छ, जस्तै हैन अदालतको क्षेत्राधिकार जुरिस्डिक्सन भन्दा बाहिरको हैन मुद्दा हुन सक्छ, अथवा प्रक्रिया नमिलेको हुन सक्छ, अथवा लेखाइको भाषा र शुद्धताहरू नमिलेको हुन सक्छ, अथवा मुद्दामा कानुनी आधारहरू स्पष्ट नभएको हुन सक्छ। यसै गरी हैन लेखिएको कुराहरू अयोग्य हैन गर्दा त्यो समाजको विभिन्न दृष्टिकोणले हैन दर्ता गर्न नमिल्ने टाइपको हुन सक्छ। त्यसैले के गरिदिन्छ त, अदालतको हैन प्रक्रिया अनुसार, अदालतको नियमअनुसार मुद्दालाई दायर नगरिकन, दर्ता नगरिकन के गरिदिन्छ त, दर्ता गर्ने क्रमबाटै हैन के गरिदिन्छ, सम्बन्धित व्यक्तिलाई मुद्दा फिर्ता गरिदिन्छ। यसैलाई नै के भनिन्छ त, दरपीठ गरेको भनिन्छ। यदि मुद्दा दरपीठ हुन्छ भने के हुन्छ त, अब यसलाई अगाडि बढाउन मिल्दैन। त्यो तत्कालको लागि चाहिँ पछि त्यसलाई सच्याएर ल्याएमा हैन फेरि दर्ता हुन सक्छ। त्रुटिहरू कुनै थियो भने त्यसलाई हैन अब अर्को अदालतमा गएर दर्ता गर्न सकिन्छ। र दरपीठ गर्नको लागि फेरि रिट मार्फत हैन कुनै न्यायाधीशले आदेश गरिदिएमा फेरि के हुन्छ त, त्यो मुद्दा के हुन्छ, दर्ता हुन्छ। यानि कि दरपीठ भएको मुद्दा पुनः दर्ता हुन्छ। तर त्यसको लागि चाहिँ न्यायाधीशले नै हस्तक्षेप गर्नुपर्छ। यानि कि दरपीठ मेरो मुद्दा भयो, त्यसैले हैन यो मुद्दा दर्ता गराइपाउँ भनेर रिट दिएर के गरिदिन सक्छ त, अदालतले वा न्यायाधीशले आदेश गरिदिन सक्छ। आदेश गरिदिएको अवस्थामा फेरि त्यो मुद्दा दर्ता हुन्छ र नियमित प्रक्रियाबाट अगाडि बढेर टुङ्गो लाग्छ। आशा छ यो भिडियोमा दरपीठ भनेको के हो भन्ने कुरा यहाँहरूले बुझ्नुभयो। यो भिडियो कस्तो लाग्यो, यदि मन परेको छ भने लाइक, कमेन्ट अनि सेयर पनि गर्न अनुरोध गर्दछु। धन्यवाद।